गाइस आज चाहिँ मेरो हस्बेन्डको कार्ड आएको छ होइन अनि भिसा आएको छ भनेर चाहिँ थाहा थियो भिसा चेन्ज भयो भिसा आएको भन्दा भिसा चेन्ज भयो भनेर चाहिँ थाहा थियो तर कार्ड आएको छ भनेर चाहिँ थाहा थिएन हस्बेन्ड चाहिँ उताबाट हुनुहुन्छ होइन अनि म दिन्छु मेरो रियाक्सन त्यसको के हुन्छ हेर्नु है त तपाईँले अनि नानी र म पर रियाक्सन भिडियो बनाउँदैछौँ है नुन खामायो खाmas어 왜요? 손 앞으로 대봐요. 앞으로 줘봐요. 어? 귀여워요 귀여워 귀여워요 What is this? What is this? ताजेना F6 와 खोइ आएको हो यो कार्ड भन्नु त पर्छ नि हो एक हप्ता भइसकेछ आएको अहिले लुकाउने आएको 이렇게 안 돼. 왜 안 돼? 되잖아. 되는데 근데 이거 지금 와서 이렇게 말하면 돼? 아이고. Thank you so much. I'm so happy. यात्रा नेपालबाट कोरिया आउनको लागि कहाँदेखि सुरु भयो के कारणले चाहिँ तपाईँ कोरिया आइपुग्नु भयो म चाहिँ कस्तो छ भने पहिला कोरिया चाहिँ जान्छु भनेर नि सोचेको थिएन त्यसो म यसो पढिरहेको थिएँ पढ्दै थिएँ +2 पढ्दै थियो साथीहरू सबै कोरिया आएछ अनि म पनि एक्जाम दियो अनि पास भयो अनि कोरिया 1 वर्षमा कुर्छु आएन 2 वर्ष भयो आएन है त्यसपछि त आमा ला मेरो त कट्यो भनेर फेरि अनि त्यतिखेर 2 वर्षमा रिमेडिकल हुन्थ्यो 2013 तिर अनि 2 वर्षमा ट्याक्क रिमेडिकल हुनु साथै आयो त्यसपछि आएर काम गर्यो 2018 मा फेरि घर गयो 18 मा घर गएर भिसा सकेर घर गएर अनि 19 मा 18 पास भएर 19 मा आइहाल्यो म पास आएर त्यसपछि 2022 सम्म फेरि काम गरेँ E9 मै काम गरेर E7 बनाएँ त्यसपछि E7 बनाएपछि यस्तो टर्चर दिने है आम्मा पहिला जाने यस्तो माया गर्ने मान्छे लास्ट टर्चर दिएर E7 त हली भिसा जस्तो हुँदो रहेछ 9 मा आउनेहरूलाई E7 बनाउनु भन्न चाहनुहुन्छ कि नबनाउनु भन्न चाहनुहुन्छ यस्तो हो E7 भन्ने नि नराम्रो भिसा हुँदैन हैन त्यो 100 अनुसारले हुन्छ 100 खत्तम पर्यन्त E7 जस्तो झुर भिसा चाहिँ कुनै हैन है फेरि लास्ट बेलमा छ अब के 100 हरे के भन्छ भने तिम्रो हामीले नबनाइकन अन्त जान पाउँदैन तिमीले हामीले नदिकन अन्त जान पाउँदैन यस्तो भन्ने छ अब उनीहरुको ख्याक्स पनि यस्तो हुन्छ कि 2 वर्ष ख्याक्स हुन्छ अहिले पहिला हाम्रो पाला त 1 वर्ष गरिदिन्थे अहिले चाहिँ एकैचोटी इमिग्रेसनले 2 वर्ष दिन्छ 2 वर्षमा यस्तो बनाइन्छ कि 100 हरुले कन्ट्र्याक्ट गर्ने र इमिग्रेसन सकिने भिसाहरु फरक बनाइन्छ त्यो भएर त्यो भिसा चेन्ज नै गर्न मिल्दैन अनि 100 हरुको दबाई अनि लास्टै गाह्रो बनाइने अनि गाली गर्ने त्यस्तै हुन्छ 100 राम्रो पर्यो भने एकदम राम्रो हुने फेरि यो E7 भिसा पनि धेरै राम्रो 100 नराम्रो पर्यो भने चाहिँ फेरि त्यो जस्तो कुकुरले पात दुःख पाउँछ है खतरा E9 भिसा चाहिँ त्यो राम्रै हो E9 चाहिँ आफ्नो स्टाइलमा बस्नु पाए आफूले गरेर जस्तो बस्नु पाए तर E7 भन्दा चाहिँ अलिकति अर्धदक्ष हो E7 भने चाहिँ दक्ष हो अलिकति दक्ष प्राप्त भएर E7 बनाउँछ त्यो जस E9 चाहिँ अब राम्रै भन्नु पर्यो E9 भिसा चाहिँ अनि अहिले तपाईलाई सबभन्दा नराम्रो लागेको चाहिँ E7 मलाई सबभन्दा नराम्रो लाग्छ E7 भिसा हो तपाईँ चाहिँ भन्न चाहनुहुन्छ कि अरू मतलब जस्तो E9 मा आउनेहरूलाई चाहिँ E7 नबनाऊ चाहिँ भन्न चाहनुहुन्न तर हाम्रो कम्पनीमा चाहिँ तपाईको कम्पनीमा चाहिँ मतलब धेरै गाह्रो छ भन्न चाहनुहुन्छ हैन त म E7 भिसा नबनाऊ भन्न चाहन्दिन त्यही त अरु आफ्नो भिसा धेरै आफ्नो कम्पनी हेरेर आफ्नो अब गर्ने व्यवहार हेरेर तर जस E7 पनि गर्ने व्यवहार भन्दा चाहिँ हामीले काम गर्छौं उनीलाई थाहा छ अनि E9 भन्दा उनीले माया गर्छ अनि E7 बनाएपछि चाहिँ अनि त्यसपछि अझै पेराउनु पर्छ नि उनीहरुको दिमागको मेन्टली हुँदो रहेछ अझै पेराउनु कति केही गर्ने कि उनीहरुले
तर इसिम नबनाउनु भन्ने होइन कि नराम्रो पनि होइन कि तर चाउ अनुसार कम्पनीको यो त कम्पनी अनुसारले वातावरण त्यहाँ कम्पनीको वातावरण कस्तो छ राम्रो छ राम्रो बनाउँदा राम्रै हो अब एउटा फ्यामिलीहरू ल्याउन मिल्छ फ्यामिलीहरूसँग छोडेर बस्न मिल्दैन भन्ने एउटा ऊ हो यिनीहरूले चाहिँ फ्यामिली ल्याउनु मिलेन इसिमले चाहिँ अब मिल्यो होइन सजिलोले मिल्छ ल्याएर बस्यो भने चाहिँ हुन्छ तर साउ चाहिँ खतम भयो यो चाहिँ हली भिसा हो म चाहिँ हली भिसा हुन्छ किनभने मैले धेरै भोगेको छु नि त जस न काम छोड्न दिन्छ न के दिन्छ है काम छोड्न नदिने अब के नदिने एकदम बन्दी बनाएर राखिदिने बन्दी भिसा क्या जस्तै कैदी भिसा कैदी भिसा कैदी नै हो कैदी त हो त इसिम हुने अब कैदी जस्तै अब सबैजनालाई जस्तो लाग्यो होइन त्यसो मलाई चाहिँ लास्ट चाहिँ पिलाएको थियो होइन अब पिलाएर पनि काम छोड्न नदिने गर्न नजाने अझैसम्म पनि तपाईँलाई टचर दिइरहेको छैन त अहिले त मैले टचर दिइरहेको छु नि होइन मतलब थाहा नहुन्जेलसम्म त अहिलेसम्म टचर दिइरहेको थियो नि त टचर दिइरहेको थियो थाहा भएपछि त लुरुक्कै लुर्किसक्यो अहिले लुरेर अनि अहिले चाहिँ मलाई नै बुझ्दे यसो गर्थे मेलाई नै हेर्दे भनेर भन्नु थाल्छ त्यो कम्पनीको बारेमा के भन्न चाहनुहुन्छ तपाईँ कम्पनी नराम्रो होइन त्यहाँको म्यानेजमेन्ट नराम्रो हो त्यो म्यानेजमेन्ट सब बिगार्नु त्यो म्यानेजमेन्ट बिगार्नु नि अहिलेहरू तपाईँको त्यहाँ कम्पनीमा गर्ने कतिजना मान्छेहरू हुनुहुन्छ होइन कामदारहरू हुनुहुन्छ त्यो कामदारहरूलाई यदि यो भिडियो पुग्यो भने के भन्न चाहनुहुन्छ आफ्नो भिसा हुनेसम्म चाहिँ इसिम नबनाउनु आफ्नो भिसा सकिन लागेपछि तपाईँ 2-4 वर्ष गर्छु यसो गर्छु भनेर इलिगल हुनुभन्दा चाहिँ बनाउनु बेस्ट होइन तर भिसा हुँदा चाहिँ नबनाउँदा इसिम चाहिँ नबनाउनु त्यो चाहिँ मेरो चाहिँ रिक्वेस्ट हो सबलाई होइन अब कतिपयलाई चाहिँ अब कस्तो हुन्छ म इसिम बनाउँछु बुढी बच्चाहरू ल्याउँछु फ्यामिली ल्याउँछु बस्छु भन्ने इच्छा हुन्छ तर त्यस्तो चाहिँ नगर्नु बोनस भिसा हुन्छ नि 1 वर्ष 10 महिना भिसा हालेपछि अब त्यस 1 वर्ष हुँदा चाहिँ बनायो भने चाहिँ धेरै राम्रो 2 वर्षको भिसा आउँछ बसेछु 1 वर्ष भिसा हुँदा बनायो भने चाहिँ धेरै राम्रो किनभने लङ टर्म भिसा हुन्छ यसलाई चाहिँ होइन मैले पनि 2022मा बनाएर अहिले चेन्ज गरेर मेरो बुढीले जस मेरो पीडा खप्न नसकेर F6 बनाइदिनु भएको छ जस मैले चाहिँ पहिले चाहिँ नबनाउने पछि बनाउनु नै हामी त अब भनेर नि भने अब बुढीलाई उयो पनि गरेर सेयर गरेर बुढी नै हस् भने चाहिँ जस्तै 4 वर्षसम्म चाहिँ मैले बनाएन बुढीसँग बसेर 4 वर्षपछि चाहिँ अनि अति टचर दिन थाल्यो त्यसपछि बनाइदिएँ मैले त्यही हो जस म चाहिँ के भन्न चाहन्छु भने आफ्नो भिसा धेरै हुनेसम्म इसिएम चाहिँ नबनाउनुहोस् भन्छ E9 हुन्जेलसम्म चाहिँ E9 को भिसा धेरै हुनेसम्म इसिएम चाहिँ त्यो हतारै नबनाउनुहोस् अब बनाउनु मन छ नि आफ्नो भिसा सकिन लाग्दा फेरि त्यसै 1 वर्ष जस्तो बाँकी हुँदा बनायो भने धेरै राम्रो हो त्यस्तै हो म त्यही भन्न चाहन्छु है अब कम्पनी हेरेर बनाउनु बनाए पनि कम्पनी हेरेर बनाउनु टचर नदिने अब त्यो सब राम्रो हुन्छ एकदम राम्रो हुन्छ नि भिसा हेर्छ थ्याङ्क यू